कस्तो काबुलमा हामी त यता आज काठमाडौँदेखि हिमालको यात्रा हाम्रो आइडल नगरकोट भेटिसकेले ए चाङ्गु नारायणले ओइ ए मुख सानो भने त सानो मोबाइल चाहिँ फुट्दै केटा लडाएर मान्छेले त त्यसकै होस् रे हाम्रो ठ्याक्क अहिले अङ्कल पनि के पोखरी रे के मन के भन्दा रहेछ गाई चोरु साथीहरू ए मोहन पोखरी रे मोहन पोखरी पुगे त्यो पुलमा पुगाउनु भएको छ ठ्याक्क लाएर त्यो त आर्मी ब्यान्ड पनि थियो क्या आर्मीहरू बस्छ हो तल तल त्यहाँ आर्मीको जस्तो उयो रहेछ क्या ट्रेनिङ चाहिँ हो जस्तो लाग्यो यस्तै रहेछ फर्केर बस्ने जग्गा नै भयो यताको बाटो त खतरा रहेछ खतरा राम्रो रहेछ मेन रोड गयो भने चाहिँ पुरै ले पुरै
मलाई चाहिँ बडी चाहिँ आँखामा असर पुऱ्याउँछ कि धुलोले। अनि त्यसपछि ठ्याक्क लगाएर अब लुगा नि फोहोर हुन्छ। मेरो लुगा धुने मान्छे छैन अरे क्या। हामी ठ्याक्क अङ्कललाई चाहिँ यो डाँडामा पर्खिन्छौँ। बसको पनि छिर्छ, बसको पनि छिर्ने मान्छे छ नि फेरि। अब भ्यू चाहिँ खतरा रहेछ है, खतरा रहेछ। ठ्याक्क लगाएर यो चाहिँ कहाँनिर हो? ठ्याक्कै यहाँ चोक रहेछ, चोक ए ठ्याक्क अङ्कललाई चाहिँ आफूलाई चाहिँ नगरकोटमा मात्रै पर्खिँदो रहेछ। हामी यहाँ बसेको भर्खर कल गरेको थियो होइन। ओइ बिस्तारै हानी मार्नु गाडी होला, गाडीहरू होस् तपाईँ आउँदैन अरे। यो चाहिँ खतरा हो कि यताको माटो। नेपालमा त्यतिकै आँट घुमाउन लगाएको होइन अरे नि त। यस्तो खाल्टा खुल्टीहरू भएर यताको भ्यू चाहिँ खतरा रहेछ। ओए यार बिस्तारै ओए बिस्तारै हात के गरेको ओए आबाई आज मार्छ यस्तोमा चाहिँ सामान बिस्तारै ला। जति दाजुभाइ भने कस्तो खतरा यार। जम लाइट हान्नलाई यो बाटो त खतरा रहेछ यार, राम्रो रहेछ। दिइहाल्छ केटाले तलतिर तुन्द्रुङ्ग झुन्थ्यो।
हामी चाहिँ यता नगरकोटको यो गौतम बुद्धको स्तूपको छेउमा टर्निङहरू चाहिँ खतरा रहेछ यार। मलाई दुख्यो बाटोले धेरै त्यस्तो पारेको नि अहिले त बिस्तारी बिस्तारी चला बिस्तारी धेरै भाइ दोर्जे भन्छ होइन भ्यू त यार खतरा हो यार गौतम बुद्धको सुधार लुङ्रे यार शान्ति डाँडा रे हामी यो डाँडामा बस्छौँ एकछिन नमस्ते नमस्ते भाइ तपाईँ ओ गौतम बुद्धलाई सुरक्षित तरिकाले गाउँसम्म जानको लागि चाहिँ यसो साथ दिनुहोस् हजुरको तेरो जुत्ता गयो होला आमामा ओए यति छ भने भाइ पछाडि आउँदा हुनुहुन्छ खानु भत्ता थियो है सत्य भन्दा यार यसो भयो यार यो चाहिँ एकदम पातुवा कान्छ हो पातुवा हामी चाहिँ पुरै स्कुलमा जाँदाखेरि चाहिँ होइन माटो हामी चाहिँ पुरै पात जसले पात बढी पात्न सक्छ त्यो विनर पात्नको लागि हामी चाहिँ पुरै स्कुलमा जाँदाखेरि बाटोमा खासमा घोडा मासले चाहिँ खतरा हुँदो रहेछ कि पात यसले त गोजीमा होइन अलि काँचै घोडा मासहरू गोजीभित्र ल्याएर पुरै अब यस्तो पात थियो कि त्यसले त्यो हरियो केराहरू यता छेउतिर राखेर पात लगायो भने यसले त आयो हो भनेको यार पहेँलै बनाउँछ है केटाले पहेँलै बनाउँछ यो केटा खतरा हो खतरा यो केटाको गर्लफ्रेन्ड चाहिँ छैन मेरो नि छैन छन् त खतरा छ भिएको छ
त्यो सुनार लुम भनेको यही पछाडि है Lain yang mau tanda sih. Satu kali lagi saya dah. Esin cadang le. Esin. वो माचे ट्रॉलिंग में खतरा जो है ट्रॉलिंग है ना क्यों यार थामुला वो जो तीर दिया में दोदला पहले क्या जीरो किलो दोदला पहले हाँ मगर हिमाल राइट aku juga tuh chula le त्यो चाहिँ जुगल हिमाल मेरो गाउँको हिमाल मेरो गाउँको गाउँपालिका यसै भित्र पर्छ जुगल हिमाल हो आजा 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 masalah panggil suka ngiwa kalau saya aku dah cakar mewah tiang halo ada udah mohon
मान्छे खतरा देखियो के भयो न्युट्रलमा न्युट्रल कलेजले आँट्छ नि पुरै न्युट्रलमा चलेर आँट्छ केटाले ब्रेक लगाइदिनु त भोट भया गाउँको बाटो 100%मा 75% चाहिँ क्रस भइसक्यो ठ्याक्क लगाएर गाउँको बाटो अघि चाहिँ एकदम खराब थियो मोबाइल समाउन नमिल्ने भएर समाउन भिडियो बनाउन पाएन अहिले चाहिँ ठ्याक्क लगाएर अलिअलि लड्नु नि लड्यो रे आयो भाइ दुईचोटि लडाएको चाहिँ त्यसरी लड्ने भएर पो भिडियो नबनाएको बिस्तारै बिस्तारै यस्तो हिलो वेट यो चाहिँ खतरा छ है धान पनि पाक्न लागेको छ धान ओइ 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 मिस्टर प्रेम लामा के भन्न चाहनुहुन्छ हजुर के भन्नु यार भन्नुहोस् न हजुर ओइ यस्तो म ठोकिने रहेछ क्या ओइ तल चल यहाँ रोकेछ क्या अस्ति ढुङ्गाले चाहिँ बाटो बिस्तारै बिस्तारै सुन्दाखेरि नि अब त्यही नै भने मलाई चिसिएमा नि सुन्दा ल ओइ 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 कुछ आवे यार रान्छङ तिरो उत्ता प्राइस दिँदै नि बरु ए 3000 नि बरु कुल ठाप्छु मैं बाटो नै कुलो खाने छ अलिक थर डोजर त कता हो मिसिन त कता हो बिग्रिरहेको छ भनेर आज सुनेको थियो ओइ ओइ बाटो नि बिस्तारै चलाउनु
खाल्टो ठुलो छ, ढुङ्गा पनि छ होला, अस्ति मैले हालेको। बाजे के ल्याउनु भयो? ए व्यापार रे व्यापार। खै के व्यापार हो? हाम्रो मिस्टर प्रेम लामा चाहिँ राइटरमा पक्कु भइसकेको छ होइन। यतिको त मैले माने जम्मा 2 चोटि त लड्या हो। आयो यहाँ चाहिँ हामीले एक दिन सर्मदान गरेको। सर ओइ आँट्ने ढुङ्गा कस्तो स्टियो यार। ओइ दुई त हातले भन्दा छ कसले रङमा टिलामा म चाहिँ एकमा बाइक त यहाँ अनि ओ एकमा बाइक त यहाँ चलाउनु मिल्ने ठाउँ छैन। ओइ पोरा ओइ काली यार, ओए यार तँ कत्रो छ यार काली तँ नि भाले यार। खिचेरै मार्थ्यो रे यार केटोले यार। त्यस्तो बोल्नु हुँदैन रे आँट्ने। ओए चढा यार चढा वा चढा धेरै तातिर हो के हो यार। ओइ भाइ मेरो ब्यागै प्लार रह्यो यार। आयो ए छैन बाइकै चढ्नै मान्दैन। चढेको छ त यतिको चढ्न त छिटो नि त्यत्रो अनि तातिसक्यो। अनि 100 किलोमिटर अनि गुडाउँदाखेरि अनि 100 किलो किलोमिटर भने कम हो। पैया चाहिँ नि थाइगयो। यस्तो सुटियाहरूसँग चाहिँ बोल्नै मन लाग्दैन। सुटियाहरूसँग त त्यहाँ नि बाटो त खतरा थियो के बनायो होला है। ओइ खतरा बनाएछ यार। निस्क्यौँ बस्ने एकछिन। ओहो यहाँ त तान्छ होला है। बिस्तारै गयो भने चाहिँ हुन्छ कि यहाँ त। यहाँ त बरु राम्रो बनाएछ यार। ए यहाँ कुलो खनेर पो यस्तो त्यहाँ राम्रो भएछ बाटो, नत्र भए त बाटो त्यहाँ त हेट रु आउँछ। हाम्रो गाउँको भिरमा आइपुग्यो। यसलाई चाहिँ माछे भिर भनिन्छ। ट्याक्क लाएर माछे आए। मिस्टर प्रेम हजुर के भन्न चाहनुहुन्छ? 1-2 शब्द भन्नुहोस् न यार, भन्नुहोस् न यार।
ओइ बिस्तारै ओइ बिस्तारै एकमा एकमा दुईमै लग्यो के हो केटा चाहिँ यसै खाल्टो खाल्टो ठुलो ठुलो मात्रै पाल्छ ओइ 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 आज आयो खाल्टो ठुलो ठुलो मात्रै हाल्छ के भएको बाटो नि यार भनेको मेरो मुटु गर्छु मलाई लडाउँदैन लान्छ अहिले मलाई थाहा छ लान्छ लान्छ ai đây 우도 덮어야 이나 되는 게 시장 우도 자간차 에 우도 자간시야 예 됐는 게 너의 강바티 강바티 लाएर गाउँको खोलामा आइपुग्यो आया यसले चाहिँ गुहे खोला भन्छ तामाङ भाषामा चाहिँ लिसोङ भन्छ लिसोङ लिसोङ भन्छ नेपालीमा ओइ 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 नेपालीमा प्रनाउन्स गर्दाखेरि चाहिँ गुहे खोला हुन्छ गुहे खोला कल्लाहरू खनिरहेको रहेछ ओइ 이 준비지 튀김 지지 주다배 간사 가요 गाउँमा आइपुग्यो भिडियो अफ गर्छु